सबैजनाले मम्मी सोधेको सोधै देखाउनु पाए नि हुन्थ्यो भनेर आज देख्नु पाएँ अलिकति होइन खिच्नु पाएँ मैले जाऊ बाजु जाऊ बाजु पहिले भाउजू म भिडियोमा आउनै मान्नुहुन्न थियो यति लजाउँथ्यो अहिले चाहिँ अहिले नि लाज लाग्छ खिची त हाल्छ हाम्रो मम्मी पनि त्यस्तै हो क्या कामको काम हुन्छ अनि अब घरमा हाम्रो भेट पनि हुँदैन हाम्रो खासै अब हामी त्यो बोलिँदैन पनि अब त्यो दुःख सुखको कुराहरू पनि हुँदैन अब कता कता काममा बिजी भएर व्यस्त भएर चाहिँ सबैजना आफ्नो आफ्नो तालमा छौँ घर आउने मान्छे अब मम्मीलाई धेरैजनाले चाहिँ किन नदेखाएको भन्दै हुन्थ्यो आज देख्नु पाउनु भयो होला कस्तो लाग्यो कमेन्ट गर्नु बजुलाई चिन्यो मसँग त पिटिकै मान्ने होइन धरानको मेयरले राम्रो लाउँछ लुगाले दिने इज्जत दिने होइन त भयो नि हाम्रो मम्मी कस्तो हुनुहुँदो रहेछ नदेखाउनुको रिजन के हो कारण के हो किन नमिलेको यताउति भन्दै हुनुहुन्थ्यो अब सबैजना चाहिँ सामाजिक सञ्जालमा एक्टिभ हुन खोज्नुहुन्न सबैजना चाहिँ आउनुहुन्छ भन्ने पनि छैन नि त हेलो साथीहरू गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा सो हस्पिटलमै छु म चाहिँ क्यान्टिनमा आएको छु अनि भाउजूहरू र दादी सुतिराखेको छु अब हस्पिटलमा भनेर जस्तो सुत्न पाउँदैन अनि म चाहिँ चिया ल्याउन आएको छु भाउजूलाई भोक लाग्यो होला भनेर चिया र उयो लिन आएको छु आज चाहिँ हाम्रो बुवा मम्मी पनि आउनुहुन्छ होला म चाहिँ चिया लगेर जाँदैछु चिया र पाउरोटी अनि बिस्कुट यही हो हाम्रो खाजा बिहानको चाहिँ हस्पिटलमै छु म गुड मर्निङ बिहानै पानी खाइदिन्छ होला यसको छोरीले चाहिँ फेरि को हो साह्रै घुम्ने चाहिँ के हो यो ए अनि हस्पिटलमा बाँडेको लडिक छ यता हामीलाई पनि खिच्नु न हौ काका यता हामीलाई नि खिच्नु न हौ काका राखेको छौँ नि अहिले अलिकति त्यस्तै छ डिस्चार्ज त अब अझै कति दिन संविधान दिवस रे ल बिरामीलाई ल हाम्रै गाउँकाहरू पो रहेछ नि त के लिँदै चाहिँ नहेर्नु न अहिले त रोटीहरू छ हाम्रो अङ्गुर थियो भने त यस्तै त तिमीले पो हेरेको त सुरुमा मैले हेरेँ हाम्रै गाउँकाहरू पो रहेछ सुकपाल काकाहरू बाजेसँग चाहिँ मान्छ क्या उसको घाउ दुख्छ है बाजे आउनुभयो बाजे र बाजे नलाउनु यसरी राख्नु त हो हातमा त उयो सेलेन पानी लाएर जाऊ बाजु जाऊ बाजु मान्दैछ कि छैन बाजुलाई चिन्यो मसँग त पिटिकै मान्ने होइन हस्पिटलसम्मै आउनु भएको हाम्रो बाबुको लुगा हेर्नु न त अघि आउने बित्तिकै कराएको रिस आमा चाहिँ कति राम्री भएर आउनु भएको छ त्यो बाबु कसो अरे चप्पल लाएर आउनु भएको छ हाम्रो बाबु चाहिँ यस्तै त छ त धरानको मेयरले राम्रो लाउँछ लुगाले दिने इज्जत दिने होइन त केले दिने त हामी त पौरा गर्नु पर्यो देशको सेवा गर्नु पर्यो माटो सेवा गर्नु पर्यो होइन ऊ बजु बिना फेरि सबैजनाले मम्मी सोधेको सोधै देखाउनु पाए नि हुन्थ्यो भनेर आज देख्नु पाएँ अलिकति होइन खिच्नु पाएँ मैले मम्मी चाहिँ अब भिडियोमा आउनु मान्नुहुन्न नि त आज चाहिँ अलिकति होइन भोगेन अलिकति खिच्नु पाएँ हाम्रो बाबुभन्दा आमा राम्री चाहिँ बाबुको काम छैन सुनेको बाबु बुवा हौ सुन्नुभयो केरा र यत्रो काँक्रा पो बोकेर आएछ नातिनी भेट्नु आउँदा बेच्ने भनेर कति पो सोधेको थियो काँक्रा त अनि बेच्नु लगेर कसले खान्छ खाँदैन काँक्रा त
त्यो कोला पनि खाइँदैन यहाँनिर मिमाले खाँदैन बरु पर खानु पर्नुहुन्छ होला लैजानु को बजु कसलाई भेट्नु जानु नाटकमाको साथी बोजू बिरामी हुनुहुन्छ त मम्मीको मम्मी कहाँ मम्मी माउलीको ए त्यो पर काइला को अनि त्यही जानु लाग्नु भएको अनि ससुराली जाँदाखेरि हाम्रो बाउ चाहिँ अन्त साथीहरू लुगै नभएको जस्तै क्या म त रिस उठ्छ कस्तो यो त गर्मी भएछ अब फुगार सुकेको अनि थियो त बाउहरूको राम्रो टी सर्ट मैले अस्ति आउँदा ल्याइदिएको थिएँ त लुगाहरू चाहिँ लुगै नभएको जस्तो लागेको त्यही लाउनु भएछ जुत्ताहरू थोरै थिएन घरमा चाहिँ बाउले बुझिसके यो बेला चाहिँ गरिबीपन देखाउनुपर्छ भनेर किनभने देशमा विकास हुँदैछ नि त भर्खर भर्खर होइन धनी भएर के ख्यास्या छ नि त मान्छेले धनी भएर के पनि गरेको छैन लु जा उसको बाजेलाई दिन त कसो गर्छ आउन। उसको त दुखिराखेको छ नि त त्यही थियो त अनि जाउँ न बाजेसँग डक्टरहरू देख्नु हुँदैन कि सेतो लुगाहरू देख्नु हुँदैन लाइनै आयो भने नि यसो हे गजब हुन्छ अनि अघि गाउँको त्यो तल कुमारी फुपूहरू जिनाहरू कमलिन तुम्बा रहनु भएको थियो कि लाइनै आएको थियो कि मान्छे रुन्छ हौ चिच्याउँदै लाटिन दबाई त्यही हातबाट त दिइरहेको छ त कहाँ लाटिन दबाई त रुँदैछ त्यहाँभित्र छिर्दाखेरि हिँडेर आए पनि 50 रुपियाँ खैले दिनु र यहाँ छोरीलाई खाजा किनी खाने पैसा दिन्न हौ कहाँ डिस्चार्ज गर्छु त अनि आज राख्छ कि घाउ नसुविधा त खाँदैन होला भन्दैछु सिस्टरले बाउको स्ट्यान्डर्ड हाम्रो गरिबीपन नदेखाउनु है धेरै जे पाए त्यही ल जानु भएको कसो अरे सुड्ड पैसा नदिने पैसा नदिने भनेको होपिङ अघि चाहिँ बिट्टा बिट्टा छ भन्दै हुनु त पैसा अहिले होपिङ बाजे बाजे जानुभयो साथीहरू देख्नुभयो नि हाम्रो मम्मी कस्तो हुनुहुँदो रहेछ यत्रो वर्ष इन्तजार गर्नुभएको मम्मी देख्नुभयो होला यस्तो कुर्ता लाउने चाहिँ हाम्रो मम्मी हो अनि धेरैजनाले चाहिँ किन देखाएन मम्मी किन देखाएन नदेखाउनुको रिजन के हो कारण के हो किन नमिलेको यताउति भन्दै हुनुहुन्थ्यो अब सबैजना चाहिँ सामाजिक सञ्जालमा एक्टिभ हुन खोज्नुहुन्न सबैजना चाहिँ आउनुहुन्छ भन्ने पनि छैन नि त सो त्यसैले हाम्रो मम्मीलाई चाहिँ अलिअलि पनि खिचेँ अब त्यही हेरेर चित्त बुझाउनु यो भिडियो चाहिँ 2-3 चोटि हेर्नु ग्रासको मम्मी कस्तो रहेछ भनेर माथि जाउँ माथि 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 नानी सुत्छ होला माथि नै सुताउनु सुत्छ क्या ऊ आँखा हेर्नु त आँखा ल आउनु साथीहरू घरबाट चाहिँ हामीलाई यो चाहिँ कसले खान्छ भनेर ल्याइदिएको होला यत्रो काँक्रा ल्याएर लामो न लामो काँक्रा कहाँ फलेको थियो यो काँक्रा अल्ला बाजे बजूले ल्याइदिनु भएको काँक्रा खाएर बस्छ ल जत्रै पो रहेछ त काँक्रा त के तानेको छ नि त्यो पर खानुहुन्थ्यो होला केरा पनि ल्याइदिनु भएको रहेछ केरा नखाने हामी त ल एउटा तानो 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 बाजे बजूले ल्याइदिनु भएको केरा खानुहोस् माथि बहिनी लग्यो साथीहरू मसँग त एउटा पनि एकचोटि पनि मान्दैन क्या यसरी ल भाउजू चाहिँ पिसाब हेर्नु जाने अरे ल होइन टिट ल गरेर आउँछ नि त ल हक्नु र मुत्नु पनि नपाउने भयो जाऊ मेरो छानु त ज्ञानी पो त ज्ञानी गर्न आइहाल्छु सानो ऊ तल ऊ टिट ऊ तल ऊ आमै टिट आएछ को हो यसरी आउने हाम्रो सानुलाई रुवाउने को हो बढी छाडालाई त म यस्तो पिट्छु नि भनेको नसुन्दाखेरि यस्तो हुन्छ नि मेरो सानो बिरामी छ
कसले मेरो सानोलाई मेरो सानो बिरामी पनि छ बाजे बजू पनि जानुभयो अब हामी खाना खानु पनि जाने मम्मीलाई हक्नु मुत्नु दिशा गर्नु पिसाब गर्नु दिनुपर्छ ज्ञानी असल छोरी बन्नुपर्छ मेरो भदैनीले मैले भनेको दिमागमा राख्नुपर्छ भनेको सुन्दै हुनुहुन्छ भने मान्दै हुनुहुन्छ भने कृपया एकछिनको लागि सुनिदिनु होला मेरो भदैनीले चाहिँ मैले भनेको केही कुराहरू पनि मान्नु भएको छैन मसँग जसले धेरै माया गर्छ त्यहीसँग बस्नु पनि मानिरहेको छैन मेरो भदैनी मामु छिटाउनुहोस् कृपया मेरो भदैनीलाई रिस उठिसक्यो यहाँ मेरो सानो साथीहरू बल्ल बल्ल बुवा मम्मी आउनु भएको थियो बुवा मम्मी पनि उता जाने काम भएर गइहाल्नु भयो अनि यो चाहिँ मसँग मान्दैन कि बुवासँग मात्रै मान्नुहुन्छ मसँग मान्नुहुन्न त्यसैले अब हामी खाना खानु जाने अनि बानी पनि भइसकेपछि डक्टरहरूलाई नै आयो भने टाढै रुन्छ क्या एकदम उसलाई गाह्रो भइरहेको रहेछ मम्मीलाई कपाल कोर्नु दिन जम्नु खाना खानु ए खुट्टामा है ए मलाई थाहा हुन्छ कि तपाईँलाई थाहा हुन्छ म नानी घरको भिडियोमा निस्केन त पुन्टु हामी चाहिँ खाना खानु गएको क्यान्टिनमा आज चाहिँ क्यान्टिनमा खाना खानु गएको साथीहरू किनभने अस्ति फुपूहरूले ल्याइदिनु भयो अहिले त नानीहरूसँग जाइन्छ अनि हामी चाहिँ आज क्यान्टिनमा खाना खानु जा हामी चाहिँ खाना खाँदैछौँ क्यान्टिनमा भाउजू यता नानी यता तातो फेरि तान्छ है यसले भाउजू चाहिँ मासु खानुहुन्न नि त म मात्रै हो मासु खाने होइन यो मासुमा पिरो लाउनु भएको छ ल अब चाहिँ हामी खाना खायौँ साथीहरू हेर्दै गर्नु भोक लाग्यो लास्टै 11 बजिसक्यो हामीले चाहिँ खाना खाइसक्यो अब चाहिँ नानीलाई ड्रेसिङमा लानुपर्ने हुन्छ अब एकछिन एक्ला रुन्छ अनि सुत्छ अनि बल्ल 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 खाना खाइसक्यो हाम्रो हस्पिटल चाहिँ यो हस्पिटल समर्पित समुदाय हस्पिटल समुदाय होइन समुदाय गणेशमन अब हेलो ड्रेसिङमा हो के सुन्ने बित्तिकै रुँदैछ ल साथीहरू अब चाहिँ कसलाई कसले कुन्टु चाहिँ खेल्दैछ पुन्टु खेल्नु भएको मामुलाई टोक्नु भएको अरे त नि तपाईँले त मलाई नि टोक्नु लु अनि साथीहरू हाम्रो चाहिँ बसे हस्पिटलमै छ 3 दिन भयो आजसँग अब भोलि चाहिँ डिस्चार्ज दिने कुरा छ अब हेरौँ डक्टर अघि आउनु भएको थियो छोड्नु न चुप लाग्नु न भ्लग बनाउँदैछु अघि डक्टर आउनु भएको थियो अनि डिस्चार्ज हुने कुरा छ भोलि के हुन्छ कसो हुन्छ अनि बुवा मम्मी पनि आउनु भएको थियो भेट्नलाई अनि मम्मीको चाहिँ उता के भन्छ अरे त्यो मम्मी बिरामी हुनुहुन्छ अरे अनि उहाँहरू चाहिँ उता जानुभयो अनि यता नातिनीलाई हेरिकन उता जानुभयो अनि धेरैजनाले चाहिँ मम्मीलाई किन नदेखाएको के भएर नदेखाएको यो गुराँस त कोहीसँग मिल्दैन यताउति भन्दै हुनुहुन्थ्यो तपाईँहरूले पहिलेको भिडियो हेर्नुभएको छ कि छैन मेरो सबैजना चाहिँ भिडियोमा आउनु खोज्नुहुन्छ सबैजनाले चाहिँ बुझ्नुहुन्छ भन्ने हुँदैन कतिजना चाहिँ सामाजिक सञ्जालमा एक्टिभ हुन पनि खोज्दैन हाम्रो पहिले भाउजू म भिडियोमा आउनै मान्नुहुन्न थियो यति लजाउँथ्यो अहिले चाहिँ अलिअलि बानी भएर चाहिँ वास्तै गर्दैन नि पहिले तपाईँ कति लजाउनुहुन्थ्यो होइन भाउजू लजाउनुहुन्थ्यो हुँदैन भन्नु त अहिले नि लाज खिची त हाल्छ त्यसो भन्छन् अनि सो हाम्रो मम्मीको पनि त्यस्तै हो क्या कामको काम हुन्छ अनि अब घरमा हाम्रो भेट पनि हुँदैन हाम्रो खासै अब हामी त्यो बोलिँदैन पनि अब त्यो दुःख सुखको कुराहरू पनि हुँदैन अब कता कता काममा बिजी भएर व्यस्त भएर चाहिँ सबैजना आफ्नो आफ्नो तालमा छौँ घरमा बाउ पनि आफै बिजी आमा पनि आफ्नै बिजी भाउजू पनि आफ्नै म पनि अनि म अब कहिलेकाहीँ आउने मान्छे अब मम्मीलाई धेरैजनाले चाहिँ किन नदेखाएको भन्दै हुन्थ्यो आज देख्नु पाउनु भयो होला कस्तो लाग्यो कमेन्ट गर्नु अनि सो हाम्रो बुवा र मम्मी चाहिँ उता ससुराली गइसक्नु भयो बुवा चाहिँ बजारमै हुनुहुन्छ नि त ससुरालीमा अनि त्यही भएर ल अबदेखि चाहिँ यस्तो क्वेसन नगर्नु होला गुराँसले मम्मी नै देखाएन यस्तो त्यस्तो मम्मीलाई हेला गरेको हिंसा गरेको मैले त हिजोको भिडियोमा कमेन्ट पनि देखिरहेको थिएँ सो अब घरमा मैले भ्लग बनाउँदै घर त आएको थिएँ घरको अब फ्यामिलीको रियाक्सन पनि मैले तपाईँहरूलाई चाहिँ देखाएको थिएँ तर पनि
घरमा मम्मी थिएन नभएको मम्मीलाई चाहिँ कहाँबाट ल्याएर देखाउनु होइन मम्मी आफ्नै काममा बिजी व्यस्त भएको कारणले चाहिँ मैले देखाउन सकिरहेको थिइनँ आज चाहिँ अलिकति भए पनि खिच्न पाएँ सो अब यो भिडियो देखेपछि रिसाउनु पनि सक्नुहुन्छ अब भिडियो किन हाल्छ भन्ने कुराहरू हुन्छ होला अब त्यो मम्मीलाई थाहा नदिई खिचेको थिएँ अनि त्यही हो नानी बोकिराख्नु भएको थियो अनि खिचेको थिएँ त्यही हो सबै कुरा चाहिँ अब भिडियोमै भन्नुपर्छ भिडियोमै देखाउनुपर्छ भन्ने लाग्दैन मलाई किनभने सबै मान्छेहरू भिडियोमा आउनु पनि खोज्नुहुन्न सो त्यसैले यताको डिस्चार्ज भयो अनि अहिले त हामी कोही छैन भाउजू र म मात्रै छौँ अरूसँग त बोलचाल पनि छैन होइन भाउजू हो कि अन्त अनि भोलि डिस्चार्ज अरे त खुसी हुनुहुन्छ भोलि डिस्चार्ज भयो नि यसले के खाँदैछ यो मन पराउने लाबर तन्किँदो रहेछ नि यस्तो गरेर प्याट ल अब साथीहरू फुल भिडियो हेर्नु होइन त्यसको लागि धेरै धेरै धन्यवाद सकि नसक्यो भए पनि मैले चाहिँ हस्पिटलबाटै पनि भ्लग ल्याइराखेको छु हेरेर माया गरिदिनु होला भन्दै तपाईँहरूसँग बिदा माग्न पनि चाहन्छु है साथीहरू